हेलो महेन्द्रनगर। म महाकाली अप्टिकल एन्ड केयर सेन्टरको सञ्चालक अनिल साउद। आज म तपाईँहरूलाई यस महाकाली अप्टिकलमा कसरी आँखा जाँच हुन्छ, कसरी हामी एक्युरेट पावर निकाल्छौँ, के मेसिनहरू छन् त्यो पावर निकाल्नको लागि सबै कुरा तपाईँहरूलाई देखाउँछु। मसँगै आउनुहोस् है। नाम दर्ता गरिसकेपछि हामी तपाईँलाई भित्र ल्याउँछौँ ओपिडीमा। ओपिडीमा ल्याइसकेपछि हिस्ट्री टेकिङ, तपाईँले के समस्या भएको छ भनेर सोध्छौँ अनि तपाईँको समस्याहरू हामीले नोट गर्छौँ। अनि हामीले हेर्ने भनेको त्यो चाहिँ टर्च लाइट इक्जामिनेसन हो, पिपिल काम गरिरहेछ कि छैन भनेर। दाइको चाहिँ काम गरिरहेछ, ठिक छ है। अनि त्यसपछि हामीले भिजन चेक गर्नको लागि यो राख्छौँ। अब उहाँको चाहिँ जाँच हुन्छ। देखताको पढे यो अब हामीले भिजन लिइसकेपछि यदि उहाँको चाहिँ कम भएको भए हामी हाल्छौँ पिन होल। यो पिन होल साइन्टिफिकली बनाएको एउटा पाल हो। यो पालबाट क्लियर देखिन्छ, क्लियर अन्ना है। अनि तब यसलाई यो खाइलाखा हेर्दा यो पालो उठे हेर्कियापट्टि गजब आउने भयो। देखिन्न जे पालबाट क्लियर जस्तो देखिन्छ होला हो। अब चस्मा लगायो भने कति राम्रो देखिन्छ भनेर चाहिँ यो पिन होलले बताउँछ क्या। अब हामीले चाहिँ त्यसपछि रेटनोस्कोपी गर्छौँ। रेटनोस्कोपी भनेको चाहिँ रेटनोस्कोपले चाहिँ तपाईँको हेर्ने हो विथ मुभमेन्टहरू छ कि क्लियर छ। तपाईँको त राम्रो छ है। यो न्युट्रलाइज गर्नको लागि यो हालेको हो तपाईँको न्युट्रलाइज छ, क्लियर छ, राम्रो। अनि त्यसपछि हामीले उहाँको रेटनोस्कोपबाट जाँचेपछि हामीले ल्याउँछौँ एआरकेमा। ल त यहाँ अब यहाँ आउनु। ठिक छ, एकदमै एडभान्स टेक्नोलोजी कम्प्युटराइज्ड प्रविधि भनेर चाहिँ यसलाई चिनिन्छ। अनि यसमा चाहिँ तपाईँलाई राख्छौँ, यसले पनि एउटा पावर दिन्छ। अब हामीले पहिला जाँचिसकेको पावर अनि यसले दिएको पावरको तुलना गर्छौँ। अनि त्यसपछि यसले दिएको पावर पनि हाल्छौँ। अनि पहिलाको हामीले जाँच, अर्को मेसिनले जाँच गरेर निकालेको पावर अनि यसले दिएको पावरमा कम्पेयर गरिसकेपछि कुन बेस्ट हुन्छ त, त्यो चाहिँ तपाईँलाई पर्फेक्ट कसरी हुन्छ त्यो पावर चाहिँ तपाईँलाई यहाँ देखाउँछौँ। देखेको देखेन भन्छौँ। कसैको चाहिँ नि अलिकता पावर खतरनाक हुन्छ, कम्पाउन्ड पावरहरू हुन्छन्। एउटै आँखामा डबल पावर हुन्छ, ट्रिपल पावर भइदिन्छ। कसैको नजिकको टाढाको पनि दुईवटा हुन्छ अनि नजिकलाई पनि चाहिन्छ। ती मान्छेहरूलाई हामी चाहिँ अब यो लगाएर चस्मा बनाउनु भन्दा अगाडि एकचोटि हिँडाउँछौँ, यहीबाट हेराउँछौँ यताउता, ठिक छ, कम्फर्टेबल छ। कसैलाई सिधा हेर्दाखेरि ठिक हुन्छ, राम्रो हुन्छ। अहिले यो लगाउँदाखेरि ठिक छ, सबै अच्छा देख्छन्, तर हेर्दाखेरि अप्ठ्यारो हुन्छ हो। त्यस्तो बेला पनि हामी अहिले विचार गरिदिन्छौँ ताकि पछि चस्मा बनाएर तपाईँलाई दुःख नहोस्, घाटा नलागोस् भनेर। अब कसरी कम्फर्टेबल हुन्छ त्यो अनुसारले हामी तपाईँलाई अन्तिम पावर दिन्छौँ। त्यसपछि अब यो हो फाइनल। यहाँनिर अब यसमा मोतीबिन्दु भएको छ कि छैन, आँखामा अरू केही समस्या छ कि अथवा डिजिजहरू केही लागेको छ भने योबाट हेर्छौँ। योबाट पावरसम्म हेर्ने हो। नुहाउने बेला नै त्यो स्याम्पू अथवा साबुनले त्यो परिलेहरू पनि मिस्नु होला, त्यहाँदेखि चाय परे। अरू त ठिक छ। यसले पछि चाहिँ आँखा सुक्खा गराउँछ क्या, चाय पर्दै कतिखेर चिलाउँछ होला नि त्यो चाय, के अरे परिलेहरू। ल ठिक छ। अरू त अब यति प्रक्रिया अप्नाइसकेपछि अब चस्मा बनाउँदा पनि हामीले एडभान्स टेक्नोलोजीको युज गर्छौँ। अब त्यो पनि देखाउँछौँ है त। अब हामीले चाहिँ तपाईँको चाहिँ पावर भित्रबाट लेखिसकेपछि अब त्यो अनुसारले डिग्री मिलाउनु पर्ने हुन्छ, पावरहरू हेर्नुपर्ने हुन्छ। सबै त्यसमा चाहिँ पावर लेन्समा लेखेको त आउँछ, भित्र एक्ज्याक्टली छ कि छैन त्यो पनि हेर्नुपर्ने हुन्छ। त्यसको लागि यो हो हाम्रो अटो लेन्सोमिटर। यो पनि एआई निर्मित टेक्नोलोजी भएको LM260 वाला हामीसँग रहेको छ। यसमा हामीले तपाईँको
पावर मिलाउने डिग्री मिलाउने सबै गर्छौँ चस्मा अनुसारले। अनि यसमा सबै देखाउँछ तपाईँले जति पावरको हाल्नुभयो। यहाँ लेन्स जसरी यहाँ हामीले हिजो बनाएको छौँ यो मान्छेको यो कति छ पावर यो 150 छ उसको यो टाढाको यो ट्याक्क देखाउँछ क्या यो राख्ने बित्तिकै ट्याक्क देखाउँछ नजिकको कति छ ट्याक्क देखाउँछ 4 हो यो 2.5 रहेछ यो। अब यो हामीलाई यसले देखाएको अनि फेरि क्याल्कुलेट गर्नुपर्छ यसमा देखाएको पावरहरू फर्मुलाहरू हुन्छन् ती कुराहरू हामी तपाईँको लागि चाहिँ नि सबै पर्फेक्ट हुने गरी यसरी मिलाएर दिन्छौँ। यति भएपछि तपाईँलाई अनि हो ढुक्क भएर चस्मा बन्ने। यति प्रक्रिया अप्नायो भने सायद 100% राम्रो हुन्छ भनेर भन्न सक्छौँ। कहिलेकाहीँ एकजना दुईजनाको समस्या आउन सक्छ त्यो समस्यालाई पनि फेरि समाधान गर्ने हामीसँग क्षमता छ किनभने हामी अनुभवी छौँ। ढुक्क भएर आउनुहोस् चस्मा बनाउनुहोस् हाई क्वालिटीको आफ्नो बजेट अनुसारको। यहाँ 250 देखि 8000 10,000 सम्मका चस्माहरू पनि छन् त्योभन्दा महँगाहरू हामी अर्डर गरेर पनि मगाउँछौँ है त। अब महेन्द्रनगरमै चस्मा प्रयोग गर्नेहरूको लागि सजिलोको लागि हामी चाहिँ काठमाडौँ तिलगङ्गा आँखा अस्पताललाई छोडेर आफ्नै ठाउँमा सेवा पनि दिउँ अनि आफ्नै समाजमा बसौँ भनेर आएका छौँ। हजुरहरू पनि सेवा दिने मौका दिनुहोला। हस्त धन्यवाद।